तपाईलाई नेपालको सिम जरुरत परेको छ, तपाईँ अमेरिका हुनुहुन्छ अथवा अरू जुनसुकै देशमा हुनुहुन्छ, तपाईँ परदेशमा हुनुहुन्छ भने तपाईले चाहिँ नेपालको सिम आफ्नो मोबाइलमा चाहिँ कसरी ल्याउन सकिन्छ भनेर म तपाईलाई सिकाउन गइरहेको छु। आफ्नो नयाँ सिम तपाईले नेपालको नमस्तेको सिम अथवा एनसेलको सिम तपाईले प्रयोग गर्न खोजिरहनु भएको छ र तपाईलाई सिमको जरुरत छ भने तपाईले चाहिँ आजको यो भिडियो पुरा हेरिसकेपछि तपाईले आफ्नो मोबाइलमा डाइरेक्ट अनलाइनबाटै कसरी आफूले चाहिँ नेपालको सिमको नम्बर ल्याउन सकिन्छ अथवा ई सिम आफूले एक्टिभ गर्न सकिन्छ भनेर म तपाईलाई सिकाउन गइरहेको छु। तपाईले चाहिँ यहाँनिर मोबाइल स्क्रिन हेर्नु होला, मजाले तपाईले सिम ल्याउन सक्नुहुनेछ। यहाँनिर चाहिँ मोबाइलको फोन गर्ने ठाउँमा जानु होला र *#06# हानेर तपाईले यहाँनिर चाहिँ यो नम्बर चेक गर्नु होला। यो नम्बर चाहिँ तपाईको आइएमआई नम्बर हो। तपाईको मोबाइलले ई सिम सपोर्ट गर्छ कि गर्दैन भनेर सबैभन्दा पहिला चेक गर्नुपर्छ, त्यो चाहिँ यही हो। तपाईको यहाँनिर ईआईडी नम्बर लेखेको छ, यो नम्बर छ भने तपाईको मोबाइलमा चाहिँ ई सिम हाल्न मिल्छ। तपाईले अहिले सिम लिनु होला। यदि यो नम्बर छैन भने तपाईले यो सिम लिएर पनि फाइदा हुने छैन। यो सिम भनेको डाइरेक्ट मोबाइलमा हाल्ने खालको ई सिम ल्याउनको लागि मैले तपाईलाई सिकाउन गइरहेको छु। तपाईको चाहिँ यहाँनिर एउटा वालेट हुनुपर्छ। यदि वालेट छैन भने तपाईले इमेलबाट सजिलैसँग रजिस्टर गर्न सक्नुहुन्छ। तपाईले त्यो चाहिँ जान्नु भएन भने मलाई कमेन्ट गर्नु होला। र यदि खल्ती वालेट तपाईसँग छ भने तपाईले चाहिँ मैले राम्रोसँग सिकाउन गइरहेको छु, पहिला सिक्नुहोस्, त्यसपछि चाहिँ खल्ती नभए भने तपाईले खल्ती खोलेर यसरी चाहिँ लिन सक्नुहुन्छ। यहाँनिर चाहिँ तपाईले एनटिसी ई सिम लेखेको छ, यो चाहिँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यस्तो खालको तपाईको इन्टरफेस खुल्नेछ। यो इन्टरफेस खुलिसकेपछि तपाईले चाहिँ यहाँनिर लेखेको छ आरएस 90 रुपैयाँ चाहिँ तपाईको खर्च हुनेछ। यदि तपाईको वालेटमा छैन भने साथीभाइलाई कसैलाई मागेर अथवा बैंकबाट ट्रान्सफर गरेर भन्नु होला। यदि तपाईसँग कतैबाट पनि जुगाड भएन भने तपाईलाई 90 रुपैयाँ म हाल्दिउँला के भने तपाईले मेसेज गर्नु होला। बनाउन जान्नु भएन यो खल्ती भने तपाईले मलाई स्क्रिनशट हाल्दिनु होला। तपाईलाई चाहिँ मैले यी खल्ती बनाउन पनि सिकाउने छु। सुरुमा चाहिँ तपाईले यहाँनिर आफ्नो नाम हाल्नु होला, पुरा नाम, नागरिकताको, त्यसपछि बुवाको नाम हाल्नु होला, त्यसपछि बाजेको नाम हाल्नु होला, त्यसपछि चाहिँ तपाईले आफ्नो आमाको नाम हाल्नु होला। यति हालिसकेपछि तपाईले चाहिँ डेट अफ बर्थ हाल्ने ठाउँ आउँछ। तपाईले बीएस मा क्लिक गरेर हाल्नु भने तपाईले नेपाली डेट अफ बर्थ हाल्नु होला भने एडी मा क्लिक गरेर हाल्नुभयो भने तपाईले चाहिँ इंग्लिश जन्ममिति हाल्नु होला। यो जन्ममिति हालेर यहाँनिर मजाले आफ्नो महिना, त्यसपछि गते, सबै कुरा साल मिलाएर तपाईले ओके गर्नु होला। त्यसपछि चाहिँ यहाँनिर डकुमेन्ट नम्बर, तपाईको नागरिकता अथवा पासपोर्ट अथवा ड्राइभिङ लाइसेन्स तपाईले के चीजबाट तपाईले यो सिम निकाल्दै हुनुहुन्छ त्यो चीजको नम्बर चाहिँ यहाँनिर राख्नु होला। मैले चाहिँ यहाँनिर हाइड गरेको छु, तपाईले चाहिँ यसमा चाहिँ मजाले हाल्नु होला। मैले चाहिँ प्राइभेसीको लागि यहाँनिर हाइड गरेको छु। त्यसपछि यहाँनिर अलिकति तल चाहिँ तपाईले यो डकुमेन्ट इस्यु डेट लेखेको छ, यसमा चाहिँ तपाईले त्यो तपाईले लाइसेन्स हाल्नुभयो अथवा नागरिकता हाल्नुभयो अथवा पासपोर्ट हाल्नुभयो त्यसको जारी मिति त्यसमै लेखेको हुन्छ। त्यसबाट चाहिँ तपाईले यहाँनिर मजाले त्यो हाल्नु होला, महिना, गते, एकदम सबै मिलाएर। त्यसपछि अलिकति माथि आइसकेपछि यहाँनिर चाहिँ तपाईले आफ्नो पहिला जिल्ला हाल्नु होला, त्यसपछि तपाईले गाउँपालिका अथवा नगरपालिका हाल्नु होला, त्यसपछि वडा नम्बर हाल्नु होला र त्यसपछि तपाईले टोलको नाम यसमा लेख्नु होला। मजाले आफ्नो एड्रेस यसमा चाहिँ हाल्नु होला पुरा। त्यसपछि तपाईले तपाईसँग के चीजको फोटो छ, ड्राइभिङ लाइसेन्सको फोटो छ अथवा पासपोर्टको फोटो छ अथवा भोटर आइडीको फोटो छ अथवा राष्ट्रिय परिचय पत्र फोटो छ, त्यो फोटो चाहिँ तपाईले यसमा प्लस क्लिक गरेर तपाईले यहाँनिर ग्यालरीबाट पनि हाल्न सक्नुहुन्छ र एड फोटो गरेर ग्यालरीबाट पनि हाल्न सक्नुहुन्छ र तपाईले यहाँनिरै तपाईले क्याप्चर फोटो क्लिक गरेर खिच्न सक्नुहुन्छ। र यहाँनिर अर्को तल्लोकोमा त्यसको पछाडिको भागलाई फोटो खिचेर हाल्नु होला। तपाईले के चीज हाल्दैन, नागरिकताको पछाडिको भाग अथवा पासपोर्टको तपाईले जुन चीजबाट निकाल्दै हुनुहुन्छ त्यो चीजको चाहिँ पछाडिको फोटो यसमा हाल्दिनु होला। यो तलको चाहिँ आफ्नो तपाईले एउटा फोटो हाल्नु होला, एउटा आफ्नो फोटो चाहिँ मजाले यसमा हाल्दिनु होला। यदि तपाईको पासपोर्ट नयाँ हो भने दुईटैमा एउटै फोटो हाल्दा पनि केही फरक पर्दैन। यदि तपाईको पुरानो पासपोर्ट हो भने अगाडि चाहिँ तपाईको फोटोवाला फोटो हाल्नु होला भने पछाडि चाहिँ 31 पेजको फोटो हाल्नु होला। र यहाँनिर लास्टमा तपाईले यहाँनिर इमेल आइडी हाल्नुपर्ने हुन्छ। तपाईको इमेल के छ त्यो इमेल चाहिँ एकदम ध्यान दिएर हाल्नु होला। यो इमेलमा चाहिँ तपाईको सिमको क्यूआर आउनेछ। त्यसमा चाहिँ इमेलमा क्यूआर आइसकेपछि तपाईले आफ्नो मोबाइलमा सजिलैसँग एड गर्न सक्नुहुन्छ। यो चाहिँ एकदम ध्यान दिएर भर्नु होला। र यहाँनिर एउटा सानो ठिक लगाउनु होला, हजुरको फोनमा ई सिम सपोर्ट गर्छ गर्दैन चेक गर्नुहोस् भनेर लेखेको छ, त्यसमा ठिक लगाएर तपाईले तल कन्टिन्यू अथवा नेक्स्ट गरिदिनु भने यहाँनिर यस्तो खालको देखाउनेछ। तपाईले यो चाहिँ एकचोटि चेक गर्नु होला र यहाँनिर पर्पजमा क्लिक गरेर ओके गर्नु होला। यहाँनिर सक्सेस भइसकेको छ, तपाईको सिम आइसकेको छ, आउने प्रोसेसमा गइसकेको छ। 36 घण्टाभित्र शुक्रबार अथवा शनिबार परेन भने तपाईले चाहिँ 36 घण्टाभित्र यहाँनिर हेर्नु होला। यस्तो खालको क्यूआर चाहिँ तपाईले आफ्नो इमेलमा पाउनुहुनेछ। इमेल चेक गर्नु, यो क्यूआर आइसक्यो भने यो क्यूआर नै तपाईको सिम हो। यसलाई चाहिँ कसरी मोबाइलमा एक्टिभ गर्न सकिन्छ भनेर म अर्को भिडियोमा तपाईलाई सिकाउने छु।